देशप्रति माया छ मलाई। तपाईको लगेज ब्यागहरू कहाँ राख्नु भएको छ त्यति बेला? लगेज हो सर। लगेज नै यति हो? यति सामानले पुग्छ त तपाईलाई विदेशको बसाई अब 2 वर्षको यात्राको लागि? अब लगेज किन्ने मन त थियो सर, अहिले पैसा पनि भएन। नरुनुहोस् प्लिज। आदरणीय दर्शकबिन, यति बेला तपाईले प्रेममा देख्नु भएको चेपाङ समुदायको युवा हुनुहुन्छ। यसरी भक्कानिएर हेर्नुहोस् त दर्शकबिन। आदरणीय दर्शकबिन, हेर्नुहोस् त आँखाभरि आँसु मेरो एउटा युवा यसरी विदेशिनु परेको छ। घर घरमा सिंहदरबार समृद्ध नेपाल सुखी नेपाली घोषणा पत्र अनि नाराहरू एजेन्डाहरू कति मिठा सुनिन्छन्। चुनावको बेलामा जनताका पीर मर्का बुझ्ने नेताहरू यति बेला के गर्दै हुनुहुन्छ होला? वर्षौं वर्षदेखि देशको नेतृत्व गर्दै गर्दा आज युवाहरू यसरी रुँदै रुँदै विदेशी भूमिमा कामदारको रूपमा जानु परेको छ। स्वर्ग जस्तो मेरो देश नेपालका आज युवाहरू यसरी विदेशिनु परेको छ। यो पीडा कसले बुझेको छ? चुनावको बेलामा जनताको घर घरमा नमस्कार गर्दै भोट माग्न आउने नेताहरूले पक्कै पनि हेर्नु होला यो दृश्य। चेपाङ समुदायका युवा हुनुहुन्छ यति बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तिम विदाईको तयारी हुँदै गर्दा ठुलो जहाज चढेर ठुला ठुला सपना बोकेर हातमा पासपोर्ट बोकेर विदेशिनी बेलामा हेर्नुहोस् त आँखाभरि आँसु अनि मनभरि पीडा छ। आफन्त इष्टमित्र साथीसँगै छोड्नु परेको छ नचाहेर पनि। यो पीडा कसले बुझ्न सक्छ होला? कुन सरकारले बुझ्छ? कुन व्यक्तिले बुझ्ला? तर हाम्रा हजुरबाले पनि आशा गर्नुभयो ती नेताहरूसँग, हाम्रो बुवाले पनि गर्नुभयो अनि हामीले पनि आशा गर्यौं। तर साँच्चै नै देश भने जति बदलिएन नै जस्तो लाग्छ हामीलाई। कसले बुझ्छ होला यस्ता युवाहरूको पीडा? अनि उहाँहरूको घरमा रहेका वृद्ध बुवा आमालाई पानी तताएर खुवाउने मान्छे हुनुहुन्न यति बेला। कसले हेर्ने? उहाँका साना साना बाबु नानीको हेरचाह कसले गर्ने? कसले गरिदिन्छ त्यो सेवा सम्मान? आदरणीय दर्शकबिन, देशको नेतृत्व गर्ने नेताहरूले आफन्त इष्टमित्र र कार्यकर्तालाई जति माया साँच्चै नै यस्ता जनतालाई गरिदिएको भए आज यसरी युवाहरू रोएर विदेशी भूमिमा कामदारको रूपमा जानुपर्ने थिएन होला जस्तो लाग्छ हामीलाई। तपाईको यात्रा शुभ रहोस्। नचाहँदा नचाहँदै पनि आखिर विदाई हुनु नै छ। तपाईको भित्र जाने समय पनि अब नजिकिसकेको छ। प्लिज अगाडि बढिदिनुहोस्। आदरणीय दर्शकबिन, तपाईले जुन फ्रेममा देख्नुभएका चेपाङ समुदायका युवा हुनुहुन्छ, उहाँको लगेज भनेकै यही नै ब्याग रहेछ। हामीले सोध्यौं तपाईको लगेज कहाँ छ त नि भन्दा उहाँले लगेज त मैले किन्नै सकिनँ, यही ब्यागमा केही कपडा छन्, केही जोर कपडा छन्, यतिले गुजारा चलाउनु पर्ला।